हेलो एभ्रिवान, आज चाहिँ म तपाईहरुलाई गुप्तेश्वर महादेव र कुञ्जुसम प्रतिमासम्म हाइकिङको लागि लिएर जाँदैछु हैन। त्यो कताबाट जाने यदि तपाईहरु अझै पनि डाउटमा हुनुहुन्छ भने त्यसको लागि म थोरै इन्फर्मेसन्स भनिदिन्छु। यसको लागि तपाईहरुसँग यदि सवारी साधन छ भने भर्देसम्म गएर त्यसपछि 2 आवर्स 3 आवर्सको हाइक गरेर पनि पुग्न सक्नुहुन्छ। यदि छैन भने तपाईहरु लगनखेलबाट चाहिँ साझा यातायात अथवा कुनै त्यहाँबाट लोकल बस जान्छ माथि लेले सूर्यकुण्डसम्म चाहिँ गाडीमा गएर त्यसपछि 30 मिनेट्सको हाइक माथि अपिल गरेर त्यसपछि चाहिँ तपाईहरु तल नखु खोला झरेर पनि जान सक्नुहुन्छ। माथि डाँडै डाँडा हल्का ओह्रालो हुँदै तपाईहरु ढुङ्गेसम्म पुग्न सक्नुहुन्छ है। अनि ढुङ्गेबाट चाहिँ के छ त भन्दाखेरि चाहिँ ढुङ्गेमा पुगिसकेपछि तपाईहरु चाहिँ त्यहाँ बाटो राम्रै छ। त्यसपछि खोलै खोला, त्यो खोलैको बाटो जानु होला। खोलै खोला नखु खोला आउँछ, नखु खोला जानु होला। त्यसरी जाँदाखेरि चाहिँ तपाईहरु भर्देउ भन्नेसम्म पुग्नुहुन्छ। त्यो भर्देउ भन्नेसम्म पुगिसकेपछि चाहिँ त्यहाँदेखि अलिकति अगाडि फर्दर गएपछि चाहिँ तपाईहरुले एउटा गेट भेट्नुहुन्छ है। बाटोमा यसरी यो ढुङ्गे धाराहरू देख्नुहुन्छ टन्नै। यो ढुङ्गे धारामा चाहिँ पानी खाँदा पनि हुन्छ, एकदम राम्रो लाग्यो मलाई चाहिँ। अनि यो गेटबाट चाहिँ तपाईहरुको रियल हाइक बिगिन्स फ्रम हियर भन्छु म। यहाँबाट चाहिँ तपाईहरुको कालो आई थिंक स्टेप्स बाटोमा त्यहाँ स्टेप्सको नम्बरहरू पनि लेखिदिएको छ। कति स्टेप्समा चाहिँ तपाईहरु माथि लगभग माथि टपमा पुग्दाखेरि चाहिँ 2500 अराउन्ड छ भनौँ न, त्यतिसम्म जान सक्नुहुन्छ। अनि यसरी चाहिँ बाटोतिर चाहिँ अब चराचुरुङ्गीहरू कराइरहेको चैत्यहरूदेखि लिएर हैन, त्यहाँनिर आल्चा आडुहरू टन्नै पाकेको भेट्यौँ हामीले। अझ हामीले काँक्रा पनि एकदमै इन्जोय गऱ्यौँ। बाटो चाहिँ एकदमै तपाईलाई मार्बल उछ्याइदिएको यस्तो राम्रो ढुङ्गाले उछ्याइदिएको बाटो छ। मैले त्यो ठाउँमा यतिको बाटो हुन्छ भनेर मैले एक्सपेक्टेसनै गरेको थिएँ, त्यति राम्रो बाटो थियो क्या तपाईलाई। अनि बाटोमा यो एकदम राम्रो उछ्याइदिएको छ। ठ्याक्कै यो चाहिँ गुप्तेश्वर महादेव हो। यसको पछाडि चाहिँ एउटा गुफा रहेछ। त्यो गुफामा चाहिँ अहिले छिर्न नदिँदो रहेछ, मतलब त्यो गुफालाई चाहिँ टाल्दिएको रहेछ। यसो हेर्दाखेरि अलिकति निकै गहिरो निकै ठुलै गुफा थियो। अनि त्यो गुफाभन्दा ओरतिर आएपछि चाहिँ उकालो लाग्नुपर्छ। हामीले यसो च्याउ पनि भेटेको थियौँ। ठ्याक्कै हामी टपमा जाँदाखेरि चाहिँ त्यहाँबाट लगभग 10 मिनट एराउन्डमा हामी यो कुञ्जुसम प्रतिमा भन्ने यो गौतम बुद्धको यो हामीले स्वयम्भूतिर पनि देखिराखेको सधैँ देखिरहेको यो स्ट्याचुलाई चाहिँ देख्न सकिन्छ। यो स्ट्याचु भन्दा चाहिँ अब यो मेन हेर्ने पोइन्ट भनेको चाहिँ यही नै हो। यो तपाईहरु यदि खुलेको दिन पुग्नु भयो भने त्यति राम्रो देखिन्छ नि। यहाँबाट हामी चाहिँ अलिकति कुहिरो लागेको दिन भएर हो अलिक खासै राम्रो हामीले दृश्यलाई चाहिँ हामीले यहाँनिर क्याप्चर गर्न सकेनौँ। यो चाहिँ तपाईहरु यदि फुलचोकी जानु भएको छ भने फुलचोकीबाट नि हेर्दाखेरि यो ठ्याक्कै यो प्रतिमालाई चाहिँ मजाले तपाईले देख्न सक्नुहुन्छ।